32 वर्ष भइसकेको छ र अनफर्चुनेटली यो 32 वर्षमा हामीले कुनै ठुलो अन्तर्राष्ट्रिय टाइटल हामीले जित्न सकेका छैनौँ। यो चिज हामी पनि धेरै स्वीकार्छौँ पनि। त्यसो होइन कि हाम्रो कन्टेस्टेन्टहरूले कुनै राम्रो प्रदर्शन नगरे होइन। हामी टप 12 मा पुगेका छौँ, टप 10 मा पुगेका छौँ, टप 20 मा पुगेका छौँ। तर अलिकति यो टाइटलतिर चाहिँ जित्न अहिलेसम्म हामी सफल भएका छैनौँ र अबको दिनहरू चाहिँ हाम्रो यो टाइटल कसरी जित्ने भन्नेतिर नै लाग्ने हुन्छ। र अहिलेसम्म हामीले यसो सरसर्ती हेर्दाखेरि हामीले अहिलेसम्म गर्यो मिस नेपाल, नेपालको लागि मात्रै गर्यौँ हामीले अहिलेसम्म। तर अबदेखि यो मिस नेपाल चाहिँ संसारको लागि मिस नेपाल हुनेछ। त्यसमा अलिकति परिवर्तनहरू हामीले स्ट्रक्चरल चेन्जेसहरू यसपालि प्याजेन्टमा ल्याउन कोसिस गरिरहेछौँ। अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै सब डिभिजन टाइटल्सहरू छ जुन कि हामीले मिस नेपालमा कहिले पनि यो चिज गरेका थिएनौँ। मिस नेपालको मेन विनर मिस वर्ल्डमा जाने भएकोले मिस वर्ल्डको मेन टाइटल मिस वर्ल्डको प्याजेन्टको प्याटर्नलाई हामी यसपालि फलो गर्दैछौँ मिस नेपालको प्याजेन्टमा। किनभनेदेखि परिवर्तन ल्याउनको लागि सबभन्दा पहिला हामीले आफ्नै होम प्याजेन्टमा हामीले परिवर्तन ल्याउनु पर्ने हुन्छ। त्यसको लागि हामीले के गरेका छौँ भनेदेखि जसरी मिस वर्ल्डमा 5 वटा फास्ट ट्र्याक भनेर हुन्छ। एउटा हुन्छ ग्रिन समिट भनेर भयो, एउटा टप मोडल कन्टेस्ट भयो, एउटा उसले अघि भने जस्तै मल्टिमिडिया भयो, हेड टु हेड र स्पोर्ट्स। यो 5 वटा कस्तो विधा मिस वर्ल्ड र ब्युटी विथ द पर्पस कस्तो विधा मिस वर्ल्डमा छ भनेदेखि जसले यो विधा जित्यो ऊ डिरेक्टली टप 20 मा पुग्ने हो होइन। त्यही चिजलाई चाहिँ हामीले मिस नेपालको प्याजेन्टमा अलिकति परिवर्तन के गरेका छौँ भनेदेखि यो 5 वटा चाहिँ फास्ट ट्र्याकमा कोही जित्यो भने टप 13 या टप 12 मा चाहिँ हामीले ल्याउने छौँ। त्यसले गर्दाखेरि के हुन्छ यसपालिको प्रतियोगिताहरूलाई चाहिँ अलिकति एक्सपिरियन्स यो पनि हुन जान्छ भन्ने एउटा हाम्रो धारणा भयो। अनि यसपालि पहिलोचोटि होला हाम्रो मिस नेपालको इतिहासमा हाम्रो यो टप मोडल कम्पिटिसनको लागि हामीले भियतनामको विश्व प्रसिद्ध फ्यासन डिजाइनर नामोद भन्नेलाई चाहिँ हामी काठमाडौँ ल्याउँदैछौँ होइन। उसले उसको साथै उसले हाम्रो 24 जना प्रतियोगिताहरूलाई चाहिँ उसले वार्डरोबहरू ल्याउने छ र पहिलोचोटि होला हाम्रो मिस नेपालको कन्टेस्टेन्ट्सहरू पनि यही अन्तर्राष्ट्रिय डिजाइनरको चाहिँ लुगा लाएर एकचोटि र्याम्पमा चाहिँ हिँड्ने एउटा प्रयास हाम्रो यो छ। दोस्रो के छ भनेदेखि यस उसले दिपसेकरले भने जस्तै यो हाम्रो मिस नेपालको मिस कस्मोसँग हाम्रो दोस्रो वर्ष हो। यसपालि ग्रान्ड फिनाले जुन हाम्रो अगस्त 1 तारिक हुँदैछ त्यो ग्रान्ड फिनालेको लागि मिस कस्मोका इन्टरनेसनल विनर मिस योलिन्डा र फर्स्ट रनर अप चेल्सिया र मिस कस्मोका सिइओ हेनरीलाई चाहिँ भियतनामबाट हामी निमन्त्रणा गरिरहेछौँ र दे हेभ एक्सेप्टेड आवर इन्भिटेसन टु बी अन आवर फिनाले। त्यो मेरो विचारमा एउटा नयाँ चिज हाम्रो मिस नेपालमा यो चिज सबले गर्दाखेरि अलिकति हाम्रो देशलाई चाहिँ अलिकति हाइलाइट, किन उहाँहरूको चाहिँ धेरै ठुलो फ्यान फलोइङ हुने भएकोले, किन हामीले मात्रै गरेर हुँदैन यो लबिङ भन्ने पनि यो अन्तर्राष्ट्रिय हुनुपर्ने भएकोले यसले गर्दाखेरि अलिकति पब्लिकलेहरू संसारभरिले चाहिँ अलिकति नेपालमा पनि यो प्याजेन्टको चाहिँ क्रेज रहेछ भन्ने चिज होस् भनेर यसपालिको यो हाम्रो एउटा सानो प्रयास भयो। र मैले भन्नुखेरि विगत 4 वर्षदेखि हामीले मिस नेपालको ग्रान्ड फिनाले काठमाडौँको सबभन्दा ठुलो हल गोदावरी हलमा गरेका थियौँ। अस्ति जेनजीको आन्दोलनमा त्यो हल अलिकति ड्यामेज भएकोले यसपालि हाम्रो ग्रान्ड फिनाले द प्लाजामा हुँदैछ। द प्लाजा भन्ने पुलचोकमा अलिकति इन्डोर अलिकति सब अहिले भएको काठमाडौँमा ठुलो हलमा गरिन्छ। तर अनफर्चुनेटली गोदावरीमा गर्दाखेरि 2400 को सिट हुन्थ्यो भने यसपालि सबसे बढी भयो भने 600-650 हुन्छ। त्यसको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनबाट हुनेछ। यही मेरो छोटो चाहिँ यो भयो। अब हजुरहरूको केही प्रश्न मलाई छ।